तेह्र गते चस्मा अब झिक्न पर्ने भयो। पुग्छ त बिहा बनाएको छ होइन उयो फोटोग्राफर भित्र आमा गर्नु हजुर अब हाम्रो विधिवत रूपमा यो ऐतिहासिक खिलीघर हामीले बडो दुःख गरेर वर्षौंदेखि यस खिलीघर बनाउने सपनालाई यो यस वर्ष मात्र पूरा गरेका छौँ। अब विधिवत रूपमा थकाली सेवा समिति नेपाल केन्द्रका अध्यक्ष तथा यस संस्थालाई यहाँसम्म ल्याउन ठुलो भूमिका खेल्नुभएका अग्रज श्री गजेन्द्र तुलासिंहज्यूलाई म प्रमुख अतिथिको रूपमा गृह प्रवेश गर्नको लागि रिबन काटेर हार्दिक अनुरोध गर्दछु र केन्द्रन गरिदिनु हाम्रो छोरीहरू र सम्मान गरिदिनु पेन्सन गरेपछि हामी उहाँको सम्मान गर्नेछौँ। त्यसपछि तयारी अवस्थामा रहिरहनको लागि चन्दनक्यू परिवारका थलो श्री रविन्द्र तुलासिंहज्यूलाई म त्यसपछि अनुरोध गर्दछु। त्यस लगत्तै पूर्व माननीय सांसद तथा यस खिमीघरका प्रमुख सल्लाहकार थुप्रै भूमिका निभाउनुभएका पूर्व माननीय सांसद श्री प्रेम प्रसाद तुलासिंहज्यूलाई को सम्मान हुनेछ। त्यसको लगत्तै विशेष अतिथिको रूपमा सल्लाहकार चम्मनज्यू परिवारका सल्लाहकार श्री खगेन्द्र तुलासिंहज्यूलाई लाइनबद्ध भएर बस्दिनु अनुरोध गर्दछु। त्यसपछि विशेष अतिथिको रूपमा यस चम्मनज्यू परिवारका सल्लाहकार श्री इन्जिनियर ऋषिन्द्र तुलासिंहज्यूलाई पनि म रोलक्रम अनुसार बस्दिनु अनुरोध गर्दछु। त्यसपछि विशेष अतिथिको रूपमा सल्लाहकार तथा क्षेत्र समिति केन्द्रका महासचिव श्री सिंहलाई लाइनबद्ध रूपमा रहिनु हार्दिक अनुरोध गर्दछु। त्यसपछि विशेष अतिथिको रूपमा म चम्मनक्यू परिवारकी सल्लाहकार तथा 11औं अधिवेशनको आयोजक समितिको संयोजक श्रीमती शान्ति तुलासिंहज्यूलाई म सम्मानको लागि बाहिरबाट भित्र लाइनबद्ध भएर बस्नु हार्दिक अनुरोध गर्दछु। अन्तमा यस खिमीको लागि जग्गादान गर्नुहुने लगभग 12 आना जग्गादान गर्नुहुने भाइ इन्द्र तुलासिंहज्यू फेरि पनि ताली बजाइदिनुहोस् मलाई, किनभने एउटा चाहिँ हाम्रो चम्मनज्यू परिवारको भाग्य रेखा भनौँ यसलाई।
अब उपरान्त 200 वर्षसम्म हामीले हाम्रो सन्ततिहरूले पनि निर्धर्क रूपमा यस किमी घर सञ्चालन गर्न सक्नुहुनेछ।
बजाइदिनु हुन चौमन्ती उपनगर अध्यक्ष श्री वीरेन्द्र सुनासिंहजीलाई म हार्दिक अनुरोध गर्दछु ढोल ढोका बजाइदिनु हुन चौमन्ती उपनगर अध्यक्ष श्री वीरेन्द्र सुनासिंह ताली बजाइदिनु होला प्लिज कृपया